सो होइन आज चाहिँ हाम्रो बहिनीको एसी छ होइन म चाहिँ बिहानै उठिसकेको छु अहिले चाहिँ 6 बजी नि छैन त्यही 5 बजेर 5:30 जति भयो होला होइन अब आजको भ्लगहरू सबै आउँछ यसो हेर्दै गर्नु होला युट्युब च्यानलतिर आउँछ अनि अहिले चाहिँ जाने बेला भइसकेको छ मेरो छिट गर त अनि चट्ट जानुपर्छ आज चाहिँ जानुपर्छ नै ट्याक्क त्यही गाइज होइन भ्लग हेर्नु सक्नुहुन्छ तपाईहरु त्यहाँ म चाहिँ हेलमेट चट्ट यसरी लाएँ अनि यस्तो गरेँ अनि त्यहाँ जानु लाग्यो अब गाउँतिर चेकिङ त खासै हुन्न तै पनि हेर्न त आउनु पर्यो नि त त्यही भएर अनि त्यही हो त्यो कताको नवा मैले त्यो उ गर्न हालेँ क्या त्यो परे 17 आज हाल्यो भने हालेँ हो अब त्यही हो गाइस भ्लग हेर्न सक्नुहुन्छ तपाईँले अनि सलिन्टर जानु लाग्यो ट्याक्क रानी पौवा माध्यमिक विद्यालय त होला नि म अस्ति पनि दिएको मैले नि त्यही हो यतातिर चाहिँ फुल देखाएर हैरान छ अनि त्यसका बाजे सो अब गाउँको बाटो चाहिँ यस्तै छ है अब त्यही हो अब हेर्दै गर्नु होला भ्लगहरू आउँछ के अरे अब गाउँ हुन्जेल सर गाउँको बाटो चाहिँ यस्तै छ यो पिच छ अलिकति तल गएपछि फेरि अहिले चाहिँ कच्ची नै छ क्या त्यो त कच्ची भयो नि तर हिलो चाहिँ छैन है खासै अनि सरर जान्छ अलिक उफ्रिन चाहिँ त्यही हो अब यस्तै बाटो चाहिँ हिँड्नुपर्छ अनि सर है अब त्यही हो भलक सलक यस्तो आउँछ क्या अरे बाटो त यस्तै छ क्या हाम्रो अनि यहाँ पनि पिच त हुन्थ्यो होला अब तल्लो बाटो पिच हुन्छ त्यही भएर यो बाटो चाहिँ अहिले हुन्न कि त्यो तल्लो बाटो चाहिँ तल्लो पिच हुन्छ अबको त्यही हेर यस्तो बाटो हेर फेरि भिजो छ क्या त्यसैमा अब त्यही हो होइन गाइस यसो हेर्दै गर्नु होला भलक सलक अनि यस्तै छ बाटो चाहिँ गाउँको तर बाटो बवाल छ क्या यस्तो अलिअलि ढुङ्गा छ क्या उफार्छ त्यो तल्लो बाटो चाहिँ ट्याक्क पिच हुने भने त्यही हो अनि अब अर्को के भन्न सक्छु र ल अब यसो यसरी उफ्रिन्छ सो होइन यो चाहिँ यताबाट अब हामी चाहिँ सलेन्टर जान्छौँ है माथि यो चाहिँ धादिङ जाने यो चाहिँ सलेन्टर जाने हो सट्ट है यो चाहिँ सलेन्डरको रोड हो गाइज होइन सबैजनाले हेर्नु होला सलेन्डर रोड कस्तो छ भनेर अलिक घुम्ती चाहिँ छ क्या अरे एउटा घुम्ती हो यही होला अलिक कडा घुम्ती भनेको अब त खासै ठिकै छ क्या टोपी लाउनु पर्छ नि त टोपी लाएर आउनुपर्छ जस्तो जाडा हुन्छ अरे अर्को भोलिबाट टोपी लाएर आउँछ पहिला पढेको थियो कि स्कुल हो त्यही स्कुल हो के अरे रानी बाउ जक्काई खोल्सी चोक सलेन्टा अरे ल यतै त हो चाहिँ टक्क रानी बाउ जाने ठाउँ हो क्या त अब त्यही होइन गाइज अब यस्तो बाटोहरू चाहिँ पुरै यस्तो छ त्यही भएर अनि मैले चाहिँ त्यो पुरै भोइस अफ गरेको छु यहाँ बाइकको झ्यारझुरै आवाज आउँछ माइक त्यहाँ ल्याउनु छ त्यही भएर अहिले चाहिँ यसो भलक हेर्दै गर्नु होला अब स्किप नगरिकन हेर्नु होला भन्न चाहन्छु अरू त के नि भन्दिनँ म ल कोही पनि आएन क्या आज त अब यही हो रानी बाबा चाहिँ है खासै कोही आज चाहिँ लाखेन मलाई त अनि त्यसै कोही पनि आएन हो अहिले त त्यसका हामी मात्रै हो क्या फर्स्ट अहिले अस्ति नै योभन्दा अघिल्लोचोटि नि फसै भएको अब अहिले नि फसै हो त्यहाँ त्यसै कोही नै आएन हो त्यसका ल कति बजी बज्यो र त्यसका मिझर त कोही पनि आएन त कति बज्यो म त गाइज हेर्दै गर्छु है
यस्तो अनि रानीपोको गेट चाहिँ यो है चट्ट म चाहिँ यहाँ छु अनि कति बजी आइपुग्ने 20 मिनट आइपुग्छ भने त्यसका हजुर त कोही पनि आएन है गोरतिर त्यस्तो बिजोग छ अब त्यो म पहिलोचोटि एसी दिन आउँदा पनि अब कोही पनि आएको छैन फर्स्ट त मै आइदिएको त्यही बेला त राति आइदिएको थिएँ राति भन्नाले बिहान 5 बजी आउँदै रहेछ अब चाँडै जानुपर्छ भनेर पहिला आएको अब त्यो चाँडै भयो त लास्टै यही हो ट्याक्क अब स्कुल चाहिँ कस्तो छ म देखाउँछु हेर्दै गर्नु होला भन्दा अनि यस्तो छ है बवाल छ स्कुल त चट्ट बवाल छ है त्यही हो है अब भित्र के भयो नि अब मैले अस्ति नै दिएको 2 वर्ष अगाडि ल सबैजनाले भ्लग हेर्दै गर्नु होला रानीपोगा माध्यमिक विद्यालय चट्ट यता बवाल छ ठुल्ठुलो होइन यतातिर सबैजना आइसकेको छ है अब म के आएर बस्ने म त्यहाँ सुदीपलाई भेट्न जान्छु है त्यहाँ सँगै पढेको साथी हामीले पनि एसी त्यहाँ हुन्छ सँगै त्यही हो अब अरू त के भन्न सक्छु र अनि अब सबैजना यतातिर के भिडियो हान्ने भनेर हो कि म अलि यतापट्टि लाज लाग्छ नि त त्यही भएर हो अब हेर्दै गर्नु होला अब अलिक घर गएको पनि भिडियो हान्न सक्छु त्यही हो अब सबै आइसकेको छ है विद्यार्थीहरू त्यही हो सो अब यता गयो भने चाहिँ तारीबिसी पुग्छ यता गयो भने सुदीप भाटी पुग्छ अनि ट्याक्क म चाहिँ यतै जानु लाग्छु त्यही हो होइन सलेन्डर रोड चाहिँ बबाल छ क्या त्यही भएर अनि ट्याक्क म चाहिँ यस्तो त्यहाँ बस्नु 3 घन्टा बस्नुन्जेल त बरु यता काम सकिन्छ यता आउँछु भन्ने कुरो रे त्यताको हो कुखुरा ल आज मासु हुन्छ क्या हो यताको हो त कस्तो स्पिड हानेपछि त हानेको हो कि हाम्रो सुदीप त पुरै ह्यान्डसम भएर बस्यो अन्त चट्टा बाइक चाहिँ यतातिर बस्छ होला म चाहिँ त्यहाँ जान्छ अब झ्याउला त्यहाँ बस्न पनि बाइक अड्छ होला नि यतिको ओहो सुदीप भाइ के छ ए बा हो ल गोलङ त हिँड्नै पऱ्यो नि अनि बुवा खै त बुवा अनि सन्चै छौ तिमी है ए बाबा के छ ठिक छ के छ मेरो है ल अब अनुप खै मैले चिन्दिनँ भने रे ल नि त्यही हो म चाहिँ टक्कै यहाँ सन्ध्यातिर आइसकेको छु ल भेटिसकेको छु है अब त्यही हो यतातिर के हो कुरा दिएको मैले चिने कि नचिने अचम्म लागेर क्या आफैलाई फेरि ल अहिले चाहिँ एसी सकिसकेको छ है आज फर्स्ट डे एकदम रमाइलो भयो होला बुढाहरू फेरि कता गए अब कता गए तिनीहरू भित्री के गर्नु लायो यिनीहरूले अब पास त होइन फर्स्टै हान्ने भयो कि यिनीहरूले अब मेरो विचारमा म यहाँ यस्तो बेच्छु यस्तो खतरा यो मोडलको हाल्नु लाग्छ त पुरा बेच्ने भनेको अब यहीँ काम पऱ्यो अर्को किन्यो भने बेचेर अब फेरि पुरै पल्सरको हाल्नु लाग्छ 150 को कसको त्यो त राजनीको हो राजन को राजन सुबाउ सोरेन बाई बाई बिराजी बाई केटा एप्पल खान्यौ तिमीहरूले एप्पल खान्यौ के पल्ला छानी केटी छ यार म हेर्न पर्छ नि त नि मलाई ये पल्ला सिंगी ये पल्ला छानी पैसा कति दिन्छ उसलाई दिन भएन ये पल्ला छानी किन ठीक छ बादन
के यो त्यो अटाउनु न सो अनि म चाहिँ घर जान लाग्छ सुदीले भेट्न आएको अनि त्यहाँ ट्याक्कै त्यो पाउडर पनि लिन आएको ल जस अब भेट्दै गरौँ ल भोलितिर अहिलेको लागि म लागेँ है अब के छ भने हालमा भात खायो किन्न खाँदा नि यो चाहिँ 12 वर्ष दुध लिएर खाइ पनि त्यस्तो खानु कि ल एउटा दोस यता सुदीले हाल मस्तले ल के छ दोस भात खायो खाइसक्यो ल देखेछ होइन देखिहाल्छ नि ल अब म घर लाग्छु ल भेट्दै गरौँ ल भोलितिर है र त्यो भगाएको अन्त्य गर्न आएँ सुदीपले भेटेर जाऊँ भनेर ल गाइस सब्सक्राइब हान्ने त्यहाँ होइन सकेसम्म होइन भन्नाले 2-4 दिनमा 500 कट्नु पर्यो त्यसपछि बिस्तारै बिस्तारै च्यानल ग्रो अप गर्दै जाने होइन अरू अब यति भनेर चुङ्गाइदिउँ न है ल ल ल गाइस अब म घर जान्छु अब चाहिँ टङ्गिसक्यो भोला अब घर आएर भोक लागिसक्यो भात खानु पर्यो होइन त्यही भएर ल गाइस भोलि भेटौँ है ल